भनेपछि त हाम्रो बाइकको इन्जिन बिग्रेपछिको लक्षणहरू कस्तो कस्तो देखिन्छ भन्ने विषयमा चाहिँ आज मैले यो भिडियो बनाएर लिएर आएको छु है। भिडियो स्किप नगरिकन पुरै हेरिदिनु होला है, तपाईहरुलाई एकदमै सहयोग हुनेछ यो भिडियोले। तपाईहरुको बाइकको इन्जिनको अवस्था कस्तो छ भन्ने विषयमा इन्जिन बिग्रेपछिको लक्षण कस्तो कस्तो आउँछ भन्ने विषयमा चाहिँ मैले भिडियो बनाएर लिएर आएको छु है। पहिलो लक्षण भनेको चाहिँ हाम्रो बाइकको इन्जिन बिग्रिँदाखेरि चाहिँ सेतो किसिमको धुवा निस्किन्छ है। र दोस्रो लक्षण भनेको चाहिँ तपाईको मोबिल घट्ने समस्या हुन्छ बाइकमा है, मोबिल सुक्ने समस्या हुन्छ। तेस्रो लक्षण भनेको चाहिँ हाम्रो साइलेन्सरको प्वालमा मोबिल चिल्लो किसिमको भएर आएको हुन्छ। र चौथो भनेको चाहिँ तपाईको बाइक बिहान पख स्टार्ट गर्दा या तपाईको स्टार्ट हुन लामो समय लाउँछ भने चाहिँ त्यस्तो किसिमको लक्षणहरू देखिन्छ है त, जसलाई चाहिँ हामी मेकानिकल भाषामा कम्प्रेसर लो भन्ने बुझिन्छ है। यी सबै लक्षणहरू मध्ये यदि तपाईहरुको बाइकमा कुनै किसिमको लक्षण मिलिरहेको छ भने बुझ्नुस् तपाईहरुको बाइकको इन्जिन बनाउने बेला भइसकेको छ। र यस्तै जानकारीमूलक भिडियोहरू बाइक स्कुटर सम्बन्धी तपाईलाई हेर्न मन लाग्छ भने हाम्रो यो आइडीलाई चाहिँ फलो र मन परे लाइक गरिदिनु होला है त। हस् त, धन्यवाद।